हेलो मम्स बच्चा भइसकेपछि के आफ्नो करियर ग्रोथ नै रोकिएको जस्तो फिल भइरहेछ र घरमै बसेर फ्यामिली रेस्पोन्सिबिलिटी सँगसँगै आफू पनि केही इन्कम गर्न पाऊँ भनेर यस्तै घर बसेर गर्न मिल्ने जब खोजिरहनु भएको छ या के काम घरै बसेर गरौँ भनेर खोजिरहनु भएको छ या जब गर्नुहुन्छ र एक्स्ट्रा इन्कम गर्न खोजिरहनु भएको छ भने पक्कै पनि यो भिडियो हजुरको लागि हुनसक्छ है। नमस्ते, म सङ्गीता महर्जन, ओरिजिनली फ्रम टिकाथली ललितपुर, a mom of two kids and a digital business entrepreneur. अब्भियसली एज अ मम होइन मैले पनि धेरै अब्सट्याकल्सहरू फेस गरेर यहाँसम्म आएको हुँ होइन। मेरो अब हिस्ट्रीमा जानु पर्दाखेरि चाहिँ के भएको थियो भन्दा पहिला फर्स्ट बेबी भएपछि चाहिँ नि मैले जब क्विट गर्नु पर्यो होइन। फर्स्ट बेबी हुनु अगाडि अब हुन्छ नि धेरै हेल्थ इस्युज त्यो बेला आएको थियो होइन। अनि भइसकेर पनि मैले अब आफ्टर 6 मन्थ्स बेबी छोडेर होइन जबमा गएको थिएँ। त्यसपछि बेबी बिरामी मात्रै हुने भयो हुँदाखेरि मैले जब क्विट गर्नु पर्यो होइन। जब क्विट गरेर आफ्टर 2 इयर्स मैले चाहिँ नि आफ्नो ट्रेडिसनल बिजनेस रन गरेको थिएँ। त्यो पनि अब कोभिडको टाइममा गएर होइन धेरै लस भयो मलाई। अनि त्यहाँबाट मैले त्यो बिजनेस कन्टिन्यू गर्न सकेन है राम्रोसँग। भन्दा भन्दै सेकेन्ड बेबी पनि भइहाल्यो। एट द्याट टाइम आई हेभ फेस मेनी हेल्थ इस्युज होइन। धेरै नै बिरामी भएँ अनि त्यो बिरामी मात्र भएर बस्दाखेरि चाहिँ नि मेरो माइन्डै वर्कआउट नगरे जस्तो त्यो इन्डिपेन्डेन्स हुन्छ नि त्यो फ्रिडम होइन त्यो कन्फिडेन्स सबै ल्याक हुँदै गयो होइन। म त अब केही गर्न सक्दिनँ घरमै मात्रै बसेर यसरी फ्यामिली लुक आफ्टर गर्ने घरकै काम गर्ने मेरो त्यो इन्डिपेन्डेन्सवाला लाइफस्टाइल कहाँ गयो होइन। मेरो स्किलहरू मैले कहाँ गएर एक्सप्लोर गर्ने। म त यसरी नै मात्र घरकै काम मात्रै गर्न बसे जस्तो भयो त होइन। मेरो मैले जानेको कुराहरू चाहिँ म कहाँ गएर गरौँ त भनेर सोच्दा सोच्दा होइन दिनदिनै त्यो सोचले नै खान थाल्यो कि मलाई अब त्यसरी नै जगडेर राख्यो कि जतिसुकै अब राम्रो ओकेजन हुँदा पनि भित्रदेखि ह्याप्पी नै हुन नसक्ने होइन। धेरै नै गाह्रो भयो धेरै। अनि त्योपछि चाहिँ नि अब सानो बेबी पनि 2-3 इयर्स भएर स्कुल जान थालेपछि चाहिँ मैले चाहिँ अनि यसो अब अनलाइन जबहरू के हुन्छ कि अनलाइन गर्ने बिजनेस छ कि मेरो लागि सुटेबल भनेर चाहिँ नि मोबाइल स्क्रोल गर्दै गएँ होइन। अनि जाँदा जाँदा चाहिँ नि अब यस्तै प्लेटफर्म भेटेँ मैले है। भिडियोजहरू देखेँ, एडहरू हेरेँ होइन। अनि उहाँहरू पनि सबै अब यस्तै कन्डिसन भएकोहरू नै धेरै पाएँ कि मैले होइन। अब उहाँहरूको कन्फिडेन्स लेभल, उहाँहरूको ग्रोथ होइन। अनि त्यसपछि चाहिँ मैले डिसाइड गरेँ यो प्लेटफर्म मेरो लागि हुनसक्छ भनेर। अनि जब जोइन गरेँ, जोइन गरेपछि त ह्युज डिफरेन्स होइन। आई फाउन्ड अ ह्युज डिफरेन्स के भयो सबैको लाइफस्टाइल हेरेँ मैले होइन। उहाँहरूको अब हुन्छ नि प्रेजेन्टेसनदेखि लिएर सबै चिज हेरेपछि ओहो! यतिसम्म पनि मान्छे कस्तो अवस्थाबाट कस्तोसम्म चेन्ज हुने रहेछ त यो बिजनेसमा एन्टर भएपछि। यति कन्फिडेन्स लेभल आउने रहेछ भनेर म झन् ह्याप्पी भएँ के, झन् एक्साइटेड भएँ यो गर्नलाई। सो आई एम डुइङ दिस पर्फेक्टली होइन। सो हजुरहरू पनि गर्न सक्नुहुन्छ है। अब यस्तै प्लेटफर्म खोजिरहनु भएको छ भने यु क्यान डाइरेक्टली कन्ट्याक्ट मी अर कल मी, मेसेज मी है। अनि त्यसपछि अगाडि बढौँला भन्न चाहन्छु। धन्यवाद। नमस्ते अगेन।